हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल गाइज। अनि म चाहिँ आज यो ड्युटीको लागि प्रस्थान गरिसकेको छु। मन भारी भएको छ अनि ड्युटी जान खासै मन छैन। प्लिज गाइज एभ्रिवान सब्सक्राइब माई च्यानल, युट्युब च्यानल रबिन अफिसियल ब्लग। एभ्रिवान प्लिज सपोर्ट एन्ड सब्सक्राइब। मेरो अगाडि चाहिँ यो कार छ, ब्लू कलरको मेरो हुडीको जस्तै कार, मर्सिडिज बेन्जको कार छ गाइज, बाटोमा देखिएको। अनि हामी चाहिँ अब चट्ट लाएर यसरी लखर पैदल हिँड्दैछौँ। बस आउँछ, पब्लिक बस, अनि चढेर चाहिँ ड्युटी जानुपर्छ। दैनिकी एकदमै, परदेशको दैनिकी एकदमै गाह्रो छ गाइज। आफ्नो देशमा जस्तो छैन। सायद आफ्नो देशमा पनि हामीले कुनै काम गर्ने स्कोप 10 घन्टा 12 घन्टा खटिएर काम गर्ने कुनै एउटा चाहे जब होस् चाहे जेसुकै होस् होइन, अफिस फ्याक्ट्री जेसुकै भए पनि काम पाउने हो भने चाहिँ परदेश बस्नु चाहिँ उचित छैन है गाइज। परिवार छोडेर होइन यसरी परदेश बस्नु चाहिँ सहज चाहिँ छैन गाइज। र यही हो मेरो यसरी चाहिँ दिनचर्या बितिरहेको छ साउदी अरबमा। अनि तपाईँहरूको के कस्तो छ सबैजनाले अपडेट गर्नुहोला। फेरि पनि अर्को भिडियोमा यहाँहरूसँग जोडिनेछु गाइज। त्यति बेलासम्मको लागि मेरो यो भिडियो हेरेर इन्जोय गर्नुहोस् अनि सब्सक्राइब गर्नुहोस् है त गाइज। ल ओके गाइज, फेरि भेटौँला।